नमस्कार साथीहरू, 1,20,000 नेपाली रुपियाँमा चाहिँ हामीले नेपालदेखि दुबईसम्मको भिजिट भिजाको फुल प्याकेज तपाईँहरूलाई उपलब्ध गराउँदै आइरहेको छौँ। धेरैजनाले चाहिँ प्रश्न राख्नु भएको छ कि 1,20,000 मा चाहिँ हामीले चाहिँ के पाउनेछौँ, के इन्क्लुड रहनेछ भनेर धेरैजनाले सोधिराख्नु भएको थियो। यो भिडियो मार्फत म हजुरहरूले चाहिँ एकदमै क्लियर गराउन चाहन्छु है त। यो प्याकेजमा चाहिँ तपाईँले 2 महिनाको युएई को टुरिस्ट भिजा र अप एन्ड डाउन फ्लाइट टिकट, होटेल बुकिङ पनि सबै पाउनुहुनेछ। र यसमा तपाईँको रहनेछ मात्र पुलिस क्लियरेन्स सर्टिफिकेट है त। पुलिस क्लियरेन्स सर्टिफिकेट तपाईँले बनाएर मोपाको अटेस्टेसन हजुरले मात्र गर्नुपर्ने छ भने बाँकी सम्पूर्ण जिम्मा चाहिँ हाम्रो रहनेछ तपाईँको दुबईसम्म ल्यान्डिङ गराउने। र तपाईँले चाहिँ पुलिस क्लियरेन्स सर्टिफिकेट पनि हामीलाई नै जिम्मा दिनुहुन्छ भने पनि हामीले चाहिँ तपाईँको लागि चाहिँ उपलब्ध गराउनेछौँ। र यसको प्रोसेसिङ टाइम कति लाग्छ त? प्रोसेसिङ टाइम भनेको तपाईँको भिजा आउनको लागि 3 दिनमा तपाईँको भिजा अप्रुभल आउनेछ भने तपाईँको भिजा आएको नेक्स्ट डेमा तपाईँ नेपालदेखि दुबईसम्म ट्राभल गर्न पाउनुहुनेछ। अलमोस्ट 1 हप्ताभित्र तपाईँ नेपालदेखि दुबईसम्म ट्राभल गर्न सक्नुहुनेछ। यो रहेको छ तपाईँको प्रोसेसिङ टाइम, लागत र समय। तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ नेपालदेखि दुबईसम्म 2 महिनाको भिजिट भिजामा फुल प्याकेजमा आउन चाहनुहुन्छ भने चाहिँ आजै दिएको नम्बरमा सम्पर्क गरेर तपाईँ मसँग जोडिन सक्नुहुनेछ है त। धन्यवाद।